कस्तो राम्रो देख्छ टी गार्डन चाहिँ हाम्रो यस्तो टी गार्डन्सलाई चाहिँ नछुइदिउँ होला, नबिगारिदिउँ होला। यही छ हाम्रो ब्युटी, दार्जिलिङको ब्युटी नै यही हो। स्टिप छ नि कलर त बिस्तारै जाउँ वानमा एक नम्बर लगाएर अरू कलर पाउनुपर्छ। कतिजना चाहिँ म देख्छु राइडरहरू ओह्रालो पनि 3-4 स्पिडमा हिँड्दै गरेको हुन्छ ब्रेकको भरोसामा। के भन्छ ब्रेक तात्तिने गर्छ, ब्रेक लाग्दैन, एक्सिडेन्ट हुन्छ। सो द्याट्स अ कन्सेप्ट अफ ब्रेक फेल। ब्रेक फेल भयो भने चाहिँ फर्स्टमा कन्सेप्ट त्यही हो। ओह्रालोहरू हिँड्नु पऱ्यो भने 1-2 हिँड्ने गियरमै कन्ट्रोल भइहाल्छ, ब्रेक लाउनै पर्दैन ओह्रालो। Hello everyone, good morning, good afternoon, everyone. Welcome to the signal. Welcome to Good Morning Motovlog. So आज हामी जाँदैछौँ रङ्गली to my second home, second family, friends भन्दा पनि छ, family भन्दा पनि छ। After a long time, I'm going to रङ्गली म यहाँ सिलगढीबाट निस्केको सालबारीबाट। So we are Sivo today, then we'll take the route रङ्गलीदेखि माथि जहाँ चाहिँ त्यो चाहिँ तेल भन्ज्याङ हुँदै then we'll reach रङ्गली। यहाँबाट अप्रोक्स अब 2 hours जस्तो लाग्छ होला। होपफुली ट्राफिकहरू छैन भने हामी सिभो आइपुग्यौँ आफ्टर 45 मिनट जस्तो बाद। अब यहाँबाट चाहिँ ट्विस्ट एन्ड टर्न्स है बाटोहरू त्यस्तै छ। अन्त हामी हिल्सहरू देख्न थाल्यौँ, माथि यही माथि हिल्सहरू हुँदै हामी जानेछौँ रङ्गली हट। रेलवे ट्र्याकमा चाहिँ फेरि टायर चिप्लिन्छ कि बाइकको, कति ताल भएको पनि छ जस्तो मेरो पर्सनतिर स्किप हुन्छ किनभने फ्रिक्सन हुँदैन त रेलवे ट्र्याकतिर, बाइकको टायर चाहिँ चिप्लिने गर्छ क्या। त्यसमा अब केयरफुल है। सो यस यही हो टिस्टा रिभर। अब हामी टिस्टा रिभरको साइड हुँदै बाटो नै त्यही हो। यस्तो बाटोमा चाहिँ फेरि सानो गाडी मात्रै नभएर बस ट्रकहरू हिँड्ने गर्छ। हामी त्यही भएर आफ्नो लेनमा मजाले। सो यहाँबाट नेक्स्ट आउने जग्गा छ बाघपुल। अन्त बाघपुलबाट चाहिँ हामी सिधै जान्छौँ एक राइट दियो भने चाहिँ त्यहाँबाट चाहिँ यो गयो भुटान। त्यो बाटो चाहिँ भुटान पुग्छ। र भुटान पुग्नु अगाडि धेरैवटा जग्गाहरू छ सुन्नु भएको होला, लाइक बाख्राकोट, हात्तीदिसा, रङ्गोहरू जान्छ त्यो बाटो, मालबजार। यस च्यालेन्जिङ छ कतिवटा जग्गा त यो बाटो पनि, तर त्यसरी सिक्छ। कुदाउनु पनि पर्छ, डराउनु चाहिँ हुँदैन। आफ्नो स्पिडमा आफ्नो लेन पक्रो भने त के को डराएन र। यतातिर ओभरटेक गर्नु मिल्छ, तर जग्गा हेरेर स्पेस छ भने, उताबाट गाडीहरू आएको छैन भने देन यु क्यान ओभरटेक है त। तर गाडी हेरेर मात्रै, खाली छ भने मात्रै। म अघि कुरा गर्दै गरेको ब्रिज चाहिँ हो बाघपुल। सो इफ आई टेक राइट त्यही हात्तीदिसा, मालबजार, भुटान, रङ्गो यतापट्टि जान्छ हो। अब हामी जान्छौँ सिधै टुवर्ड्स सिलगढी। सिलगढी भयो, सिलगढीबाट त अब हामी टुवर्ड्स रङ्गली हट। अलिक सानो टाइपको, इट्स भेरी कम्फर्टेबल फर short-heighted people. अब मेरो लागि त सानो हो है, बिकज आई एम 5'8" जस्तै हो मेरो हाइट त। मलाई सानो लाग्छ भाइ। आई क्यान इजिली कन्ट्रोल, मेरो खुट्टा मजाले पुगिहाल्छ।
यसको राम्रो दिन्छ अब प्लेन्सको बाटो हो भने इट क्यान गो अप टु 30 भन्नु त 35हरू भन्छ मैले त्यस्तो एक्सपिरियन्स गरेको छुइनँ 30हरू चाहिँ दिन्छ 30-32 अब बाटो त खराब पो रहेछ यहाँ यस्तो हुन्छ नि त यो चाहिँ सबै ल्यान्डस्लाइडले गएको अघि भने जस्तो त्यही भएर मनसुनमा चाहिँ एकदमै खतरा हुन्छ सबै माथिबाट रक्सहरू झरेको बस्ती कतिको त कतिले त अभोइड गर्नु सक्नु हुँदैन बाटो यही हुन्छ केयरफुल चाहिँ हुनु पऱ्यो कस्तो राम्रो देखिरहेको छ न लेट्स कम ब्याक टु बाइक अघि भने जस्तो बाइक कुरा हुँदै थियो प्लेन्समा दिन्छ 30-32 आई हेभ एक्सपिरियन्स तर जुन चाहिँ भन्छ 35 चाहिँ हुन्छ भनेर त्यो सेल गर्ने टाइममा उनीहरूले मैले त्यसो एक्सपिरियन्स गरेको थिएँ तर यसो सेन्टेन्स माथि तल गर्दाखेरि चाहिँ 25 चाहिँ दिन्छ एभरेज किनभने हामी गियर पनि ठुलै गियरमा हिँड्ने गर्छौँ माथि होस् उकालो होस् या ओह्रालो होस् ओह्रालो पनि मोस्टली राइड नम्बर 2 1 2 ज्यादा स्टिप छ भने 1 अर एल्स 2 कतिजना चाहिँ म देख्छु राइडरहरू ओह्रालो पनि 3-4 स्पिडमा हिँड्दै गरेको हुन्छ ब्रेकको भरोसामा त्यो चाहिँ ब्रेक तातिने गर्छ ब्रेक लाग्दैन एक्सिडेन्ट हुन्छ सो द्याट्स अ कन्सेप्ट अफ ब्रेक फेल भने चाहिँ खासमा कन्सेप्ट त्यही हो ओह्रालोहरू हिँड्नु पऱ्यो भने 1 2 हिँड्ने गियरमै कन्ट्रोल भइहाल्छ ब्रेक लाउनै पर्दैन ओह्रालो सो कतिको कम्प्लेन हुन्छ त्यही बाइक मात्रै नभएर 4 व्हिलर्सको सेम कन्सेप्ट हो 1 2 ओह्रालो 1 2 अलिकति हिँड्नु सक्यो भने 3 नभए नहिँड्नु त्योभन्दा बेसी ब्रेकको भरमा हिँड्नै हुँदैन ब्रेकको भरमा हिँड्यो र ब्रेक तात्तिन्छ एक्सिडेन्ट हुने गर्छ मैले टप स्पिड गएको भनेकै टप स्पिड छोको भनेकै मैले बेनेलीमा हो त्यो त त्यो पुरानो बेनेली इम्पेरियलमा इट वाज अ भेरी पावरफुल बाइक राम्रो थियो आई मिस द्याट बाइक समटाइम्स कति गएको थियो मैले टप स्पिड 110 चाहिँ हिँडेको थिएँ त्यो अघि भनेको बाटोमा फरक मालबजार जाने बाटोमा बाघपुलदेखि उता बाटो राम्रो छ त्यहाँनिर चाहिँ यो बाइकमा त म 80 सम्म चाहिँ क्रस गरेको छु 80 देखि उता मलाई कुदाउनु त्यति कम्फर्टेबल लाग्दैन यो बाइकमा त तर कुद्नु त कुद्छ इट हेज अ टप स्पिड 260 अब हामी उकालो लाग्ने बाटो आइपुग्नु आँट्यो यो चाहिँ कसरी चिन्छ भन्दाखेरि यता पुरा यस्तो सेलरहरू बसेको हुन्छ सुन्तलाको सो यस वी आर अब यहाँबाट चाहिँ हामी लेफ्ट लिएर रिगोरु रङ्गी हो सिधै गयो भने चाहिँ तपाईँ टिस्टा बजार जानुहुन्छ कालिम्पोङ जानुहुन्छ सिक्किम जानुहुन्छ यो उकालो चाहिँ हामी जाँदैछौँ अब रङ्गी हो बाटो अलिकति बिग्रेछ यस्तो थिएन पहिला अलिकति बिग्रेछ सो द फरेस्ट राम्रो बाटो छ यो अलिकति मात्रै होला बिग्रेको के हो त्यहाँतिर अलिकति बिग्रेछ त हौ बाटो त र यस्तो उकालो छ हो स्टिप छ नि उकालो त बिस्तारी चाहिँ 1 मा 1 नम्बर लगाएर अगाडि उकालो चढ्नुपर्छ यस्तो छ अन्त बाटो न्यू कमर्स भर्खर सिक्नेहरू चाहिँ प्लिज अभोइड अहिलेको लागि यो बाटो चाहिँ किनभने अत्तालिनु सक्छ उकालो देखेर के Let me tell you something about Rongli Rongyot. Rongli Rongyot is a tea state, a beautiful part of our Darjeeling town. I quite visit this Rongli Rongyot
जस्तो टी गार्डन्सहरू टी सेटहरू रङ्गली मात्रै नभएर अरू टी सेटहरू पनि बिकज यहाँको इन्भाइरोमेन्ट नै यस्तो काम हुन्छ कस्तो पिसफुल हुन्छ एन्ड अल्सो द पिपल अराउन्ड यु आर सो हम्बल सो इनोसेन्ट है अब कतिजना त भन्नुहुन्छ अब कति त हो छ अरूहरू पनि भनेर अब अरू क्यारेक्टर भएको मान्छेहरू पनि त्यो त सबै जग्गा नै हो त्यस्तो तर मलाई चाहिँ त्यही भएर आउनु मनपर्छ पिसफुल लाग्छ एउटै गाउँ आफ्नो फ्यामिली जस्तो भएर बस्ने गर्छन् अन्त मेरो नै एउटा सानो पार्ट नै छ मेरो फ्यामिलीको जस्तै यहाँनिर फ्यामिलीको पार्टै भनौँ त्यही भएर मलाई मनपर्छ यता आउनु बाटो चाहिँ तर अलिक बनाउनु पर्ने रहेछ बनाउँदै पनि रहेछ यहाँ रङ्गी त्यस्तो ठुलो पनि छैन अलिक सानो छ अन्त आई थिङ्क मोस्ट अफ यु आर क्वाइट फेमिलियर विथ तक्दा क्यान्टोनमेन्ट भनेर सुन्नुभएको होला त्यहाँबाट माथि दार्जिलिङबाट आयो भने चाहिँ त्यही बिहार तक्दा त पुग्नै पर्दैन बट त्यही बाटो हो आउनु त तक्दादेखि अलिकति तल मात्रै हो अब यहाँबाट स्टार्ट भएको छ टी गार्डन यस्तो दामी देख्छ कस्तो हरियाली कति राम्रो हामी पहिलातिर यतातिर पनि आउँथ्यौँ हिँड्दै घुम्दै म पहिला फर्स्ट चाहिँ during the school days क्लास स्ट्यान्डर्ड 11-12मा हुँदाखेरि फर्स्ट टाइम आएको होला त्यहाँदेखि चाहिँ मलाई यो जग्गा चाहिँ मन पर्यो अन्त म निकै आउनु थाल्यो अन्त म अहिले पनि आइरहन्छु फ्युचरमा पनि आइरहने गर्छु त्यस्तो मजा लाग्छ मलाई यो जग्गा कतिजना भ्युवर्सहरू I think you might only have heard about Darjeeling tea what Darjeeling is famous for tea. Where does it come from? This is the place. It comes from Peel's Tea Gardens. The world's finest, the world's best tea comes from Peel's Gardens. So we need to keep them safe. So welcome to Rongli Tea Garden. Here we are, Rongli. We are here finally after 2 years. I think after 2 years, I'm back. So Rongli त्यहाँबाट स्टार्ट हुन्छ यहाँ माथि रङ्गलीको सानो बजार छ हो जहाँ चाहिँ हामी आउने गर्थ्यौँ पहिले सो यस दिस इज रङ्गी बजारको माथि बेसी छैन दोकानहरू पनि कम्ती छ तर सबैजना ती भेला हुने गर्छन् अघि भने जस्तो एउटा फ्यामिली जस्तो भएर बस्ने गर्छन् यहाँ सबैजना अन्त यसको ठुलो राइट साइड यहाँबाट राइट साइड चाहिँ गुम्बा छ रङ्गलीको यो चाहिँ रङ्गलीको बजार पहिले यो टी गार्डन्सहरू पुरा घुम्न आउने गर्छौँ पर उतापट्टि राइट ह्यान्ड साइडमा देखेको छैन त्यो देख्दै गरेर चाहिँ उतापट्टि गइदिउँ द्याट्स तक्दा यो चाहिँ तक्दा क्यान्टिनको वेलकम टु माई humble house. Humble home. So this is our Rongli घर Rongli home. आमाजी ओमडेन हजुर माम एक्लै हुनुहुन्छ त आमाजी हजुर हजुर छे खै अरू
ए हजुर हजुर हाम्रो न्यू फ्यामिली मेम्बर लोकसाङ अहिले आउँछु कति छ कस्तो सुत्दिएको बोलाएर चाहिँ सुत्दिएको तिमी अन्त आइपुग कतिमा 2.5 घन्टामा वेलकम टु रङ्गली रङ्गलियट वान्स अगेन म त आइपुगेँ घर यस्तो दामी छ अर्ग्यानिक पुरा अर्ग्यानिक हुन्छ यहाँनिर हामी त्यही फलो गर्ने गर्छन् घरतिर पनि अन्त जाउँ हेरौँ कस्तो छ है यता भित्रतिर यो पछाडि चाहिँ पछाडिबाटको सिन हो घरको उतापट्टि यहाँनिर यस्तो छ पहिला चाहिँ यो चाहिँ आई थिङ्क कुखुराको खोर अब पहिलेतिर हुने गर्थ्यो होला अहिले पनि राख्नुहुन्छ होला अहिले चाहिँ यस्तो फुलहरू रहेछ केहरू रहेछ अब दाउराहरू है चुला पनि छ नि त कता छ चुला यतापट्टि छ चुला चुला यहाँ रहेछ चुला म चुला हेरेको नि आँसु ए मान्छे रहेछ त है ला मलाई थाहै भएन ओके मान्छेहरू बसिरहनु भएको रहेछ यो फ्रन्ट भ्यू अफ द हाउस है कस्तो राम्रो छ मैले गाडी लिएर यहाँ पार्क गरिरहेको छु बाइक यो चाहिँ तल बारी हो सबै आमाजीले हेर्नुहुन्छ त्यहाँनिर गेस्ट हाउस गेस्टहरू आइरहेछ यो चाहिँ फ्रन्ट भ्यू अफ द हाउस यस्तो छ हाम्रो आगो आँसुहरूले फुलहरू राख्नु भएको छ आगोले फुलमा पानी हाल्नु हुँदै रहेछ यो चाहिँ गेस्ट हाउस कम होमस्टे पनि हो यो रुम चाहिँ अन्त आज म यतै बस्छु गेस्ट हाउस अन्त होमस्टे पनि हो ब्युटिफुली सेटअप ब्युटिफुली डिजाइन्ड है यहाँ 3टा बेड छ एउटा डाइनिङ टेबल यस्तो छ अन्त यहाँनिर वार्डरोबहरू पनि प्रोभाइड गरिदिनु भएछ भित्र नै तपाईँको वासरुम पनि छ बत्ती चाहिँ कहाँ छ वासरुमको बट हो राम्रो छ सो मैले भनेको चाहिँ तपाईँहरू कहिले पनि तपाईँहरूले सोच्नु भएको छ भने भिजिट यु क्यान भिजिट दिस ब्युटिफुल प्लेस रङ्गली रङ्गलियट अन्त यहाँ बस्नु सक्छ के गर्नु भएको तपाईँले यो चाहिँ मैले म्यारिनेट फर द बार्बिक्यू आज टुनाइट बार्बिक्यू आजको टुनाइट विल बी अ बार्बिक्यू नाइट नाइस चला यो चाहिँ हाम्रो चिकन विङ्स सीता चाहिँ आजको हाम्रो यो एकदम स्पेसल छ दिप्दाको जुजुसित चाहिँ फाइनल प्रोडक्ट चाहिँ यस्तो दामी हुँदैछ दिप्दाको दिस इज डिएफसी दा दिस इज डिएफसी भनेर डिप फ्राइड चिकन एकदमै मिठो छ लेट्स गो दुःख बुझिदिने मनको कुरा मनैबाट विश्वास गरी भनिदिने कोही हो यस्तो साथी दुःख बुझिदिने धेरै समयपछि साथीका परिवारहरूसँग भेट्दा मेरो मन निकै खुसी भयो यी साथीहरूसँग बिताएका पुराना यादहरू आज पनि ताजै छन् समयको छेउमा हामी सबैको जीवनले अलग अलग बाटो समातेका थिए तर आज फेरि उनीहरूसँग भेटेर पुराना कुरा हाँसो र हर्षका क्षणहरूसँगै बिताउनु निकै सुखद अनुभव थियो।